यो दुप्टेश्वर आज हामी दुप्टेश्वरको दर्शन गर्न आइरहेका छौँ। यहाँनिर देखिसक्नु भएको छ हाम्रो एकजना सर अगाडि हुनुहुन्छ। पछाडि निकै नै लामो सङ्घर्षपछि हामी यहाँ दुप्टेश्वर मेलामा दुप्टेश्वर महादेवको दर्शन गर्नको लागि आएका छौँ। यहाँ पछाडि देख्न सक्नुहुन्छ दृश्यहरू। यहाँहरूले यहाँबाट ब्याक साइड हेर्नु भने बबाल छ बबाल। यहाँनिर लाइनै लाइन एकदमै रमाइलो छ। एकदमै यो निकै नै सुन्दर ठाउँ दुप्टेश्वर। सबैजना एकचोटि चाहिँ दुप्टेश्वर महादेवको दर्शन गरेर आउनु होला है। एकदमै बबाल। यो दुप्टेश्वर महादेवमा जे मागे त्यही पुग्छ रे भन्ने कुरा छ, जनविश्वास छ। हामी त्यसको लागि चाहिँ यहाँ आएको। आफूले मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास छ। हेरौँ अब हामी यहाँ महादेवको दर्शन गर्नको लागि आएका छौँ। एकदमै यो चाहिँ एकदमै प्राकृतिक भरिपूर्ण, एकदमै यो माथि पहाडको बिचमा छ क्या। एकदम बबाल छ। माथि गएर पनि म देखाउँछु होइन, एकदम बबाल छ। यहाँ हेर्नु अलि विशेष मेलाको कारणले गर्दाखेरि अहिले राम्रो सजावट, एकदमै बत्तीहरूले मजाले देखिरहेको छ, बलिरहेको छ। सबै मान्छेहरू दर्शन गर्नको लागि एकदम लाइनबद्ध रूपमा आइरहेको छन्। यहाँबाट तल देखिरहनु भएको छ। हामी पनि अगाडि बढ्दैछौँ एवं क्रमले। यो एकदमै बवाल राम्रो प्राकृतिक सुन्दर। साँच्चीकै यहाँ चाहिँ महादेवै आएर बसेको जस्तै ठाउँ छ क्या। एकदम बवाल। यहाँ देख्न सक्नुहुन्छ सबै भक्तहरूले यहाँ चढाएको घन्टीहरू, धागोहरू एकदम है। अझै मेन मन्दिर चाहिँ पुग्न बाँकी छ। फेरि म देखाउँछु। यहाँबाट पछाडि तलबाट देख्न सक्नुहुन्छ तपाईँले पछाडिको भ्युजहरू। तल हेर्नु त एकदमै लाइन, एकदम व्यापक मेला। करिबन 10,000 मान्छेहरूले यहाँ भिजिट गरिरहेको अवस्था जस्तो लागिरहेको छ मलाई यसो भिडभाड हेर्दाखेरि। एकदमै बवाल। हामी मुख्य मन्दिरको एकदमै नजिक आइसकेका छौँ, एकदमै नजिक। यो दुप्टेश्वर महादेवलाई ठ्याक्कै यहाँले देख्नु भएको छ। सरी सर, सरी। त्यसको लागि म भी चाहन्छु है त। यो चाहिँ फर्किँदाखेरिको अवस्था। माथि मेन मन्दिरमा भिडियो खासै बनाउनु दिनु भएन, विविध कारण हुनसक्छ। यो चाहिँ अलिकति मैले त्यहाँ झलको चाहिँ देखाएको थिएँ, तर पनि अब त्यहाँ फोटो खिच्न दिनु भएन, भिडियो खिच्न दिनु भएन। हामी चाहिँ यो फर्किँदै गरेको अवस्था हो। यहाँबाट तलतिर यसरी हामी तल फर्किँदैछौँ। यो चाहिँ एकदमै निकै नै प्राकृतिक रूपमा उत्पत्ति भएको एउटा दुप्टेश्वर महादेव एकदमै राम्रो ठाउँमा छ। यहाँबाट तलतिर भ्युजहरू, तलको सिनहरू तपाईँले देख्न सक्नुहुन्छ। एकदमै बबाल। तलतिर झिलिमिली रमाइलो भइरहेको छ एकदमै। यो चाहिँ फर्किँदै गरेको अवस्था। यहाँनिर चाहिँ मान्छे एकदमै भिडभाड छ फर्किँदाखेरि। यहाँनिर चाहिँ दियो बाल्ने ठाउँ, एकदमै भिडभाड। यो चाहिँ फर्किने क्रममा हामी छौँ। यहाँनिर देख्न सक्छौँ एकदमै खतरा। यो चाहिँ एकदम विशेष दियो बाल्ने ठाउँ। यो सबैजना दियो बाल्नलाई एकदम व्यस्त छन्, आफ्नो मनको शान्ति गर्दै। यहाँहरू देख्न सक्नुहुन्छ हाम्रो बहिनीहरू एकदम टिकटक बनाएर राख्ने अवस्था छ। यहाँहरूलाई देख्न चाहन्छु म। एकदम बवाल छ बवाल। तलतिर सिनहरू देख्न सक्नुहुन्छ बवाल। फेरि हामी ब्याक साइड जान्छौँ। एकदमै अति नै रमाइलो ठाउँ यो। एकदम साँच्चीकै नेचरले प्राप्त गरेको ठाउँ यो भन्न सक्छौँ हामी। यहाँनिर अत्यार नै सुन्दर, एकदमै रमणीय ठाउँ यो। दुप्टेश्वर महादेवको दर्शन गरेर यसको प्रचार प्रसार गरिदिनु हुनको लागि म यहाँ सम्पूर्ण मेरो साथीहरूलाई धेरै धेरै अनुरोध गर्न चाहन्छु। यहाँनिर हामी देख्न सक्छौँ एकदमै यो चाहिँ फर्किएको अवस्था। हामी अब विशेष नजिक आइसकेका छौँ। मेन चाहिँ अब भगवान् भएको ठाउँ चाहिँ हामी सक्यौँ।
अब अलिकति तलतिर झर्दैछौँ। तलतिर हेर्ने भने एकदम छुट्टै रमाइलो छ। यहाँ फेरि अर्कै संसार छ। माथि मन्दिरतिर अर्कै संसार। यहाँ देख्न सक्छौँ यहाँ झिलिमिली बत्तीहरू, यहाँ बबाल बबाल एकदमै बबाल छ। साँच्चीकै यहाँ चाहिँ भगवानै बसेको ठाउँ जस्तै छ क्या कडा। हामी देख्न सक्छौँ यहाँनिर एकदम झिलिमिली जताततै अच्छा रमाइलो। फर्किँदै गरेको अवस्था हाम्रो फर्किने क्रममा देखिएको यो दृश्यहरू यहाँनिर कैद भइरहेको छ। तलदेरसम्म यहाँ पारितिर एउटा देख्न सक्नु। यो चाहिँ एकदम होटेलको नाम चाहिँ मैले बिर्सेँ। यो एउटा ठुलो रिसोर्ट रिसेन्टली खोलेको रिसोर्ट है यो। बबाल छ। यहाँनिर आएर नाइट स्टे गर्न पनि सक्नुहुन्छ तपाईँहरू सबैजनाले। बबाल बबाल कसैले मिस नगर्नु है यो ठाउँ चाहिँ, यो मौका चाहिँ। यहाँ चाहिँ शिवलिङ्गहरू छन् 108वटा शिवलिङ्गहरू। यहाँ 108वटा शिवलिङ्गहरू या ज्योतिर्लिङ्गहरू यहाँनिर देख्न सक्छौँ यहाँहरूले। हामी यसलाई दर्शन गर्न चाहन्छौँ सबैजनाले। यो तुलसीदास महादेवले हामीलाई राज्य गरोस्, सोचेको कुरा पुगोस्, हामी यो कामना गर्न चाहन्छौँ। तुलसीदास महादेवले अनि हाम्रो चाहेको इच्छाहरू सबै कामनाहरू सबै पुरा गरोस् भन्ने हामी चाहना राख्दछौँ। यो फेरि ब्याक साइड हामी देख्न सक्छौँ माथिपट्टि